काठमाडौँ गोर्खासले फाइनल्ली यो म्याच जितेको थियो र यो म्याच जितेसँगै टप 2 को चाहिँ हिस्सेदारीमा पुगेका छन् र अफिसियली क्वालिफाई पनि गरिसकेका छन् हैन नेपाल प्रिमियर लिग सिजन 2 को प्लेअफको लागि। लास्ट इयर काठमाडौँ गोर्खा चाहिँ अलिकतिले छुटेका थिए किनकि उनीहरूको र सायद म यदि रङ होइन भने कर्णाली एक्सको नम्बर अफ विनिङ सेम रहेको थियो लास्ट इयर। बस खालि फरक केमा थियो भन्दाखेरि चाहिँ काठमाडौँ गोर्खाको चाहिँ रन रेट अलिकति खराब थियो र त्यो कारणले गर्दाखेरि चाहिँ पुग्न सकेको थिएन र यो पालि काठमाडौँ गोर्खाले त्यो केही पनि मिस्टेक गरेको छैन र 5 म्याचेस लगातार जित्यो हैन। फाइनल्ली कङ्ग्रेचुलेसन काठमाडौँ गोर्खा हैन। मलाई लागेको चाहिँ थिएन यिनीहरूले जित्छन् होला, जुन अनुसारको सुरुवात रहेको थियो ब्याट विथ द ब्याट एकदमै खराब सुरुवात रहेको थियो र त्योभन्दा पनि बढी खराब जब पछि पोखरा एभेन्जर्स ब्याटिङ गर्न आए त्यो बेला थाहा भयो कि हैन काठमाडौँ गोर्खाले त आफ्नो तर्फबाट राम्रै गरेका छन्। आजको म्याचको कुरा गर्ने हो भने काठमाडौँको सुरुवात त्यस्तो राम्रो रहेको चाहिँ थिएन। काठमाडौँले आफ्नो 20 ओभरमा 165 रन बनाउँछ, 165 चेज गर्न आएको पोखरा एभेन्जर्स चाहिँ छिटै के भन्छ आफ्नो 20 ओभरमा अल आउट हुन्छ 152 रन बनाएर हैन। यो म्याच काठमाडौँ गोर्खाले 13 रनले जित्यो र यो जितसँगै काठमाडौँ गोर्खा चाहिँ टप 2 मा पुगिसकेको छ र अफिसियली क्वालिफाई पनि गरिसकेको छ। अब यदि हेर्ने हो भने काठमाडौँ गोर्खाको लागि ब्याटिङमा हाईएस्ट स्कोररको कुरा गर्दाखेरि बेन चार्ल्सवर्थ अझ बेटर एक्सपेक्ट गरेको थियो। 55 बलमा त एटलिस्ट 80 रन चाहिँ हुनै पर्ने हुन्छ हैन। यो भनेको एकदम पुवर ब्याटिङ थियो हैन। 20 त जम्मा उनले डट बल मात्रै खेलेका थिए। त्यो 20 बाट 10 मात्रै डट बल पनि हटाएर त्यसलाई रनमा काउन्ट गरिदिने हो भने 74 सम्म पुग्न सकिन्थ्यो हैन। त्यो गर्न सकेनन्। 74 सम्म पुग्न सकिन्थ्यो हैन, त्यो गर्न सकेनन्। 64 रन बनाए। त्यसपछि आकाश त्रिपाठी पहिलो बलमै आउट भए। एकदम राम्रो लक्षणले बोल्ड हानेका थिए उनलाई। राशिद हल्का स्ट्रगल गरे तर एउटा राम्रो छक्का हानेर आउट भएका थिए हैन। लक्षणले नै उनको विकेट निकाले। मिलिन्द कुमार कुशल भुर्तेलले राम्रो बोलिङ गरे। एउटा रसिङटनको एकदम राम्रो स्टम्पिङ रहेको थियो। सिम्सनले पनि आज खास केही राम्रो गर्न सकेनन्। आदिल आलम नेक्स्ट इयरको एनपीएल मा अब सोल्ड हुन्छन् हुन्न केही थाहा छैन अहिलेसम्म। एउटा मात्रै राम्रो इनिङ आएको छ। भीम सार्की आज कताबाट घाम उदायो जस्तो लाग्यो भीम सार्कीको एकछिन ब्याटिङ हेर्दाखेरि हैन। भीम सार्कीको ब्याटिङै त्यस्तो त्यही लेभलको थियो हैन। 55 रन बनाउँछन् 23 बलमा हैन। 23 बलमा 5 फोर्स हैन, अनि 4 वटा सिक्सेस लगाएका थिए। अलमोस्ट 240 को स्ट्राइक रेटले उनले ब्याटिङ गरे हैन। सन्नी पटेल ठिकै थियो। करण केसीले फर्स्ट बलमा चौका हान्छन् र त्यसपछि आउट हुन्छन्। यदि एक्स्ट्राजको कुरा गर्ने हो भने जम्मा 11 रन रहेको थियो एक्स्ट्राज भएर। त्यस्तो बोलिङको कुरा गर्दाखेरि चाहिँ धनञ्जय लक्षण त्यस्तो राम्रो बोलिङ गरेको पनि केही कामै लाग्यो। उनीहरूको ब्याटरहरूले केही राम्रो गर्नै सकेनन्। 4 विकेट उनले निकाल्छन्। भुर्तेलले पनि 2 विकेट निकालेका थिए भने विपिन खत्रीले 1 विकेट र 1 विकेट किरण थगुनाले निकालेका थिए। अब रन चेन्ज गर्न आएको काठमाडौँ छिटै विकेट झर्छ हैन। 7 रनमा पहिलो विकेट झरेको छ। एडम रोसिङटन जुन चाहिँ लास्ट म्याचमा सेन्चुरी हानेका थिए उनी आउट हुन्छन् 5 रनमा हैन। जेसन रोय पनि छिटै आउट हुन्छन्। 28 रन उनीहरूको स्कोर हुँदाखेरि 16 रन बनाएर जेसन रोय आउट हुन्छन्। त्यसपछि हेर्ने हो भने त्रितराज दास पनि आउट हुन्छ र त्यसपछि पोखरा चाहिँ कहीँ न कहीँ त्यो क्याचअपमै हुन्छ कि अलिकति हैन जुन यो रेगुलर इन्टरभलमा फल अफ विकेट। त्यसपछि एउटा राम्रो पार्टनरशिप हुन्छ है कुशल भुर्तेल र धनञ्जय लक्षणको बीचमा हैन। त्यो चाहिँ एकदम राम्रो पार्टनरशिप रहेको थियो। उनीहरू दुईजना खेलुन्जेलसम्म चाहिँ कहीँ न कहीँ म्याच तान्छन् कि जस्तो लागिरहेको थियो। त्यसपछि कुशल भुर्तेल आउट भएपछि सरी मैले मिस्टेक गरेँ है। धनञ्जय लक्षण र ऋषि धवनको बीचमा चाहिँ राम्रो पार्टनरशिप भएको थियो। कुशल भुर्तेल चाहिँ के भन्छ अरे 20 बलमा 22 रन बनाएर आउट हुन्छन् हैन। धनञ्जय लक्षण 27 बलमा 30 रन बनाएर आउट हुन्छन्। ऋषि धवनले लास्टसम्म ट्राई त गरे, त्यसपछि ऋषि धवन पनि आउट हुन्छन्। ऋषि धवन शाहब आलम सबैजना आउट हुँदै जान्छन् हैन। र शाहब आलमले चाहिँ आज ह्याट्रिक निकाले हैन। पहिला सुरुमा त उनले ऋषि धवनको विकेट निकाले, त्यसपछि विपिन खत्रीको विकेट निकालेर त्यसपछि आकाश चन्दको विकेट निकालेर लगातार यो विकेट निकालेपछि ह्याट्रिक ल्याएका थिए भने लास्टमा सागर ढकालको पनि विकेट निकालेर के भन्छ अरे 6 विकेट अल टोटलमा निकाले हैन। बोलिङको कुरा गर्ने भने शाहब आलम 6 विकेट निकाले। सन्नी पटेलले 2 विकेट एकदम राम्रो बोलिङ गरेको थिए स्टार्टदेखि नै। करण केसीले पनि 2 विकेट निकाले। यो म्याच भन्ने हो भने 13 रनले काठमाडौँ गोर्खाले इजिली जिते हैन। अब अर्को म्याचको कुरा गर्ने हो भने अर्को म्याच भनेको चाहिँ सुदूरपश्चिम भर्सेस के भन्छ अरे चितवनको रहेको छ र यो म्याच भनेको चाहिँ मस्ट विन म्याचेस रहेको छ हैन। सो लेट्स सी अब कस्तो गर्छन् हैन। सो अब त्यो म्याचको बेलामा कुरा गरौँला। अहिलेको लागि यति नै। थ्यांक यू फर वाचिङ एन्ड don't forget to subscribe. Bye bye.